ट्रु म्याटर भन्न गइरहेछु। यसलाई संसारको मान्छे आएर यो होइन भने पनि मैले मान्दैन। मोबाइल यस्तो चिज हो जो जहाँ पनि जान सक्छ, मन्दिरमा पनि टोयलेटमा पनि। अहिलेसम्म मोबाइल धोको मान्छे मैले अहिलेसम्म देखेको छैन। हात भने 10 चोटि धोला। र अर्को कुरा, मोबाइल भइसकेपछि कोही पनि छैन। आई रिपिट अगेन, मोबाइल भइसकेपछि कोही पनि छैन। नो फ्रेन्ड्स, नो रिलेटिभ्स, नो मम ड्याड, नो एनी वान। त्यसको म लाइभ देखाउन गइरहेछु, धेरै नबोल्दै। आई एम गोइङ टु सो यु लाइभ। Here is my mom. She is also busy. गर्ल्स पार्टीहरु सब बिजी छन्। हेलो गर्ल्स पार्टी। खै त। हेलो रिया दिदी। हेलो रिया दिदी। खै त सुन्ने फुर्सदै छैन। रिया दिदी हाई। ल बाहिर, डाइरेक्ट बाहिर। हेलो आमा। हेर्नु भने लाइभ प्रत्यक्ष छ फुर्सद कसैलाई? कोही छैन। मोबाइल नै एभ्रिथिङ हो। 2082 साल 3 को महिना आज 2 गते सोमबारको दिन। बाई बाई।